सक्दैनौ, कुनै हालतमा सक्दैनौ। देख्यौ त राष्ट्रसभाको लहर भारतमा हेर, अरू देशमा हेर, नेपालमा हेर, सक्दैनौ। रवि लामिछानेलाई फसाउन पत्रकारदेखि, मिडियादेखि, सरकारदेखि विभिन्न निकायहरू लागि परेका छन्। करोडौंका चलखेल भएका छन्, बार्गेनिङका भिडियो अडियोहरू आएका छन्। विभिन्न माध्यमबाट यो खुलासा भइसक्यो, तिमीहरूको धोती खस्यो, उदाङ्गो भइसक्यो। अब सक्दैनौ रवि लामिछानेलाई फसाउने। अब तिमीहरूको नियत सफा छैन भन्ने देखिसक्यो, तिमीहरूको नियत कस्तो छ भन्ने देखिसक्यो जनताले। रवि लामिछाने एकजना जेलमै रहे भने 84 को निर्वाचनमा राष्ट्रसभाले बहुमत ल्याउने पक्का भयो। सोभिता गौतमले भारतबाट ठूलो आक्रोशित आवाज बुलन्द गर्नुभएको छ। हजारौंको जनसंख्यामा नेपाली जनताहरू उपस्थित भएको कार्यक्रम देखेर हर्ष विभोर हुनुभएको छ। यसै र यस्तै विषयमा हामी तपाईहरु समक्ष आज कुराकानी गर्न उपस्थित भएका छौं। कृपया हामीलाई फलो गर्नुभएको छैन भने फलो गर्नुहोला। यदि तपाईहरुले हामीलाई सब्स्क्राइब गर्नुभएको छैन, युट्युब च्यानलबाट हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गरेर साथ दिनुहोला र यो भिडियोलाई धेरै भन्दा धेरै शेयर गरेर सारा नेपालीमा पुर्याउन अनुरोध गर्न चाहन्छु। तपाईहरु समक्ष अब हामी पहिला भारतमा हिजो देखिएको जनलहरको विषयमा सोभिता गौतमले भन्नुभएको कुरा तपाईहरु समक्ष प्रस्तुत गर्छौं र अरु विषय पनि तपाईहरुलाई जोड्दै जानेछौं। कृपया भिडियोमा अन्त्यसम्म बनिरहनु होला। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाकी सांसद सोभिता गौतमले भारतमा रहेको नेपालीहरूको उत्साहले आगामी निर्वाचनमा राष्ट्रसभा देशको पहिलो ठूलो दल बन्नेमा कुनै शंका नरहेको बताएकी छन्। आइतबार भारतको कर्नाटक राज्यको बेंगलुरुमा आयोजित पार्टी राज्य समिति घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो विश्वास व्यक्त गरेकी हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी प्रवासी नेपाली सम्पर्क मञ्च भारत अन्तर्गत कर्नाटक राज्य समितिको घोषणा सभामा आइतबार बेंगलुरुमा हजारौं नेपालीको उपस्थितिमा सम्पन्न भएको कार्यक्रम गौतम सँगै राष्ट्रसभाका केन्द्रीय सदस्य हरि ढकालको पनि उपस्थिति रहेको थियो। कार्यक्रम पछि सामाजिक सञ्जालमा लेख्दै उनले भारतको रोजगारीका लागि पुगेका नेपालीहरूको उत्साह, निर्वाचन प्रतिको व्यग्र प्रतीक्षाले आफूलाई उत्साहित तुल्याएको उल्लेख गरेकी छन्। अधिकांश साथीहरू सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशबाट हुनुहुँदो रहेछ। उहाँले आउने निर्वाचन अनिवार्य नेपाल फर्किने र देशको भाग्य भविष्य बदल्ने अभियानमा सहभागी हुने उत्साह व्यक्त गर्नुभयो। उनले लेखेकी छन्, हाम्रो आग्रह भन्दा पनि बढी उहाँहरूको उत्साह र निर्वाचन प्रति देखिएको व्यग्र प्रतीक्षाले अबको निर्वाचनमा राष्ट्रमा पहिलो ठूलो दल बन्नेबाट कुनै शंका नरहेको उनले दाबी गरिन्। देशबाट टाढा भए पनि नेपालीहरूको मनमा समृद्ध नेपाल, सुखी नेपालीको सपना रहेको बताउँदै उनले आगामी निर्वाचनमा जनताको मतपत्रको शक्तिबाट आफ्नो भाग्य र भविष्य बदल्न सम्पूर्ण नेपाली जनसमुदायहरू देश विदेशबाट तयारी अवस्थामा रहेको उनले दाबी गरेका छन्। भारतको यो भीड देखेर, यो नेपालीहरूको उत्साह र उमंग देखेर उनी भावुकताका साथ स्ट्याटस लेखेकी छन्। यता रवि लामिछानेलाई फसाउनला विभिन्न माध्यमबाट बार्गेनिङ भएका कुराहरू बाहिर आएका छन्। यहाँ ऋषि धमला पत्रकार हुनुहुन्छ, उहाँले रवि लामिछानेको बारेमा आएपार 12 हात उफ्री समाचार बनाइरहनुहुन्छ। किन, केका लागि, के खानु भएको छ, यो सोध्न मन लाग्यो आज मलाई। किन त्यसो गर्नुहुन्छ? उफ्रिनुहुन्छ, रवि लामिछाने जेलमा पुग्यो, रवि लामिछानेलाई जेल हालियो, यस्ता प्रमाणहरू भेटिए खालको दिनुहुन्छ। यो अलिकति अभद्र भयो होला, मैले तपाईहरुसँग क्षमा माग्न चाहन्छु। अनि रवि लामिछाने दाइले अहिले हस्ताक्षर अभियान चलाउनको निमित्त उहाँले लेखेको दस्तावेज अनुसार अहिले नेपाल हस्ताक्षर अभियान चलाइरहेको छ। यस विषयमा कलाकारदेखि नेतासम्मले पनि हस्ताक्षर गरेका छन्। अरू पार्टीका नेताले समेत हस्ताक्षर गरेको लुकीछिपी भन्ने समाचार आएको छ। उनीहरू सम्भवतः पार्टी नै प्रवेश गर्ने तयारीमा हुनुहुन्छ होला। उहाँहरू देशको लागि सोच्ने नेताहरू भएर नै यस्तो गर्नुभएको होला। विपिन कार्कीदेखि रमेश उप्रेतीसम्मले रवि लामिछाने निर्दोष भएको भनेर हस्ताक्षर गरेका छन्। विभिन्न माध्यमबाट हस्ताक्षर अभियान चलेको छ। देश विदेशबाट, देशको विभिन्न ठाउँबाट, विदेशका विभिन्न देशहरूबाट हस्ताक्षर अभियान चलेको छ। अहिले यी पुराना दलका यी टाउके नेताहरूको मुटुमा ढ्याङ्ग्रो ढ्याङ ढ्याङ बजिरहेको अवस्था रहेको छ। यो देख्न सकिन्छ, सुन्न सकिन्छ, बुझ्न सकिन्छ। यहाँ कसैले आक्षेप लाएर भन्यो भने त पक्राउ परिन्छ कि भन्ने डर छ। त्यसकारणले भन्दा अलिकति विचार बनाउनु पर्ने अवस्था छ। भोलि समय आउनेछ, यी सबैलाई कालकोठरीमा पाउरोटी लिएर भेट्न जाने दिन आउनेछ भनेर यहाँ चाहिँ विभिन्न माध्यमबाट कुराहरू आइरहेका छन्। तपाईहरुले सुन्नु भएको होला। पाउरोटी लिएर सेन्ट्रल जेलमा भेट्न जाने दिन पनि आउनेछन्। यी मानिसहरूलाई राख्न जेल निर्माण गर्नुपर्ने अवस्था आउनेछ। सरकार राष्ट्रपतिको आउनसाथ पहिलो काम नै जेल निर्माणको हुनेछ। किनभने जेलमा धेरै मान्छे अटाउने ठाउँ छैन।
उनीहरू चाहिँ लब्ध प्रतिष्ठित व्यक्ति, प्रधानमन्त्री, मन्त्री बनिसकेका, सांसद बनिसकेका ठूला ठूला नेताहरू पक्राउ पर्ने भएपछि त जेल निर्माण गर्नु पर्यो, केही सुख सुविधा त केही दिनु पर्यो, केही त देशको लागि गर्नु भएको छ उहाँहरूले भनेर भए पनि उहाँहरूलाई केही सुख सुविधा अरूलाई भन्दा दिनुपर्छ भनेर पनि जेल निर्माण गर्नुपर्ने अवस्था आउन सक्नेछ। त्यसकारणले अहिले यो समयमा तपाईहरू यदि अहिलेसम्म पनि रवि लामिछाने दोषी छ भन्ने सोच्नु भएको छ भने एकचोटि निदाएर मजाले सोच्नुहोस्, मनन गर्नुहोस्, आफ्नो भित्री मन हृदयबाट निक्लिएको आवाजलाई तपाईले सुन्नुभयो भने रवि लामिछाने निर्दोष छन् भनेर हामीले पर्दैन। त्यसकारणले गर्दाखेरि सबैभन्दा मानिसले के सोच्नुपर्छ भने 35 वर्षदेखि हामीले निर्वाचनमा भोट हालिरहेका दलहरूले अहिलेसम्म पनि नेपालको लागि के गरे, के भयो? अहिले विदेश जानेको लहर चलेको छ, 12 पास गर्नु पाएको छैन, 18 वर्ष पुगेको छैन, विदेश जानको लागि तम तयार भएर बसेको छ। किन भन्दा भोलिको भविष्यको लागि, भोलि यो देशमा भविष्य छैन, भोलि पैसा कमाइएन भने हामी कसरी बाँच्ने? पहिले नै भविष्यको सुनिश्चितता गर्न विदेशमा जानु परेको छ, रहरले होइन बाध्यता छ, बाध्यताले गर्दा विदेश जानुपर्ने स्थिति आएको छ। महँगाईले टाउको माथिबाट गइसक्यो, सीमा नागिसक्यो, खोलाले सतर्कताको सतह पार गरे जसरी महँगाईले पनि सतर्कताको पार गरिसकेको हुनाले पहिले यसरी विदेश जानेको लहर चलेको छ। उता प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएको राष्ट्रपाको सरकारले कुरा सुनेको छैन। पहिले नसुन केही छैन, ठिक छ, समय सबैको आउँछ। सरकारले जबरजस्ती पेलेर संसदलाई अगाडि बढाइरहेको छ। संसदमा सत्ता पक्षहरूको नेताहरूको बीचमै किचलो भएको छ, एक अर्काप्रति दोषारोपण भइरहेको छ। यस्तो अवस्था छ। बजेट मन्त्रीहरूका आफ्ना आसे पासे आफ्ना जिल्लामा विभिन्न ठाउँमा हङनेरी बनाउने ठाउँमा पनि बजेट हालिएको छ। त्यस्ता किसिमका बजेट छुट्याइले यो देशको भलो हुँदैन भनेर यसरी चाहिँ विरोध गरिएको छ। प्रतिनिधि सभामा स्वतन्त्र सांसद डाक्टर अमरेश कुमार सिंहले नेपालको 72 जिल्ला अमेरिका, चीन र भारतमा लिजमा अथवा भाडामा दिन सकिने अभिव्यक्ति दिएपछि संसदमा हिजो हंगामा मचिएको छ। उहाँले दिएको अभिव्यक्ति एउटा व्यङ्ग्य मात्र थियो। विनियोजन विधेयकमाथि आइतबार प्रतिनिधि सभामा भएको छलफलको क्रममा अमरेश कुमार सिंहले 5 वटा जिल्लामा मात्र बजेट गएको भन्दै बाँकी जिल्ला लिजमा दिन प्रस्ताव गरेका थिए। लगातै एमालेका मुख्य सचेतक महेश ब्रतोलाले नियम आपत्ति गर्दै राष्ट्रघाती अभिव्यक्ति दिने संसदलाई कारबाही गर्नुपर्ने माग गरेका हुन्। सभामुख देवराज घिमिरेले संसद अमरेश कुमार सिंहले संसदमा दिएको 5 वटा जिल्ला बाहेक अरू जिल्ला भाडामा दिए हुन्छ भन्ने अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव डाक्टर मिलन कुमार थापा सहित 14 जना र 2 कम्पनी विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। भ्रष्टाचारले देशभरि हरेक ठाउँमा बिगबिगी छ। पशुपति क्षेत्र विकास कोषको सम्पत्ति हिनामिना गरेको आरोपमा उनीहरू विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पाण्डेले जानकारी दिनुभयो। प्रवक्ता पौडेलका अनुसार पशुपति विद्युतीय शवदाह गृहको मसिन खरिद तथा जडान प्रक्रियामा मिलोमतो गरी भ्रष्टाचार गरेको अभियोगमा उनीहरू विरुद्ध 10,33,91,030 रुपियाँ बिगो माग दाबी गरिएको छ। नेकपा एमाले मुख्य सचेतक महेश ब्रतोलाले भिजिट भिसा प्रकरण बारे सत्ता पक्ष र प्रमुख प्रतिपक्ष बीच 2 बुँदे सहमतिमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नु भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा विनियोजन विधेयक 2082 का विभिन्न शीर्षकमाथि जारी छलफलमा मुख्य सचेतक महेश ब्रतोलाले 2 बुँदे सहमतिको पक्षमा केही दिनमै संयन्त्र बनाउने जानकारी दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय छानबिन समिति र गृह मन्त्रीको राजीनामा मागेर संसदलाई अवरुद्ध गरिराखेको छ। जनताले सपोर्ट गरेका छन्। प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले अवरोध गरेपछि कर्णाली प्रदेश सभाको बैठक पनि स्थगन भएको छ। प्रदेश सभाको आइतबारको बैठकमा सभामुख नन्दा गुरुङले बैठक सुरु गरे। लगातै माओवादी केन्द्रका प्रमुख सचेतक कृष्ण बहादुर जीसीले बैठकमा समयमा आएका थिए। उनले बजेट आर्थिक एवं विपरीत आएको आरोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जटिल प्रकृतिका रोगको उपचारका लागि बीमा स्वास्थ्य कोष मार्फत 1 लाख थप उपलब्ध गराउने निर्णय समेत गराएका छन्। स्वास्थ्य बीमा कोषलाई थप प्रभावकारी बनाउने उनले दावी गरेका छन्। त्यसले प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक विकासका लागि महत्त्वपूर्ण मानिएको दैलेखको पेट्रोलियम ग्यास उत्खनन र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादन प्रक्रियालाई तीव्र पार्न निर्देशन दिएका छन्। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीहरूसँगको ब्रिफिङको क्रममा प्रधानमन्त्रीहरूले यस्तो निर्देशन दिनुभएको हो। इलामको रौङ गाउँपालिका 3
फाथले डाँडामा आइतबार साँझ भएको सवारी दुर्घटनामा परि 2 जनाको ज्यान गएको छ। झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश नम्बर 101001 ख 4547 नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको 89 प 2266 नम्बरको मोटरसाइकललाई टक्कर दिएको जानकारी आएको छ। धन्यवाद, नमस्कार। भिडियोलाई अन्त्यसम्म हेर्नुभयो। तपाईहरुले यो भिडियोलाई धेरै भन्दा धेरै शेयर गर्नुहोला। सम्पूर्ण विषयहरू जोड्ने प्रयास गरेका छौं। बाढीले वितण्डा मचाइरहेको छ, तपाईहरु सतर्क रहनुहोला। धन्यवाद, नमस्कार।